अर्को टुल्स रहेको छ यहाँ के छ रेक्टेंगल मार्क्यू टुल भन्ने रहेको छ हो। यसको सर्टकट के रहेछ एम रहेछ हो। रेक्टेंगल मार्क्यू टुल भनेको चाहिँ के हो रेक्टेंगल फर्ममा सिलेक्सन गर्ने हो के। जस्तो मैले यति यो काजलको यति टाउकोलाई मैले सिलेक्सन गरेँ भने अब यसलाई चाहिँ मुभ गरेर मैले उता शाहरुख खान भटान लैजान पर्यो भने मैले के गर्छु सिलेक्सन टुलले त मैले सिलेक्सन गरेँ। अर्को मैले यो मुभ टुलले के गरेँ अब मुभ टुलले मैले यसलाई कट गरेर उतापट्टि लैजान्छु यसरी हो। यसरी चाहिँ मैले के गरेँ एउटा लेयरको पिक्चरलाई चाहिँ एउटा इमेजको पिक्चरलाई चाहिँ काटेर उठाएर अर्को ठाउँमा लिएर गएँ है। अब मैले होइन यहीँबाट मुभ गरेर यतापट्टि लान्छु भन्न पनि पाइयो यही हो। अब यो मात्रै नभएर मुभ गर्ने मात्रै नभएर यसको सिलेक्सन टुलको काम चाहिँ के हो सिलेक्सन टुल्सको काम चाहिँ यति भनेर बुझ्नुहोस् कि सिलेक्सन गर्ने मात्रै हो है। सिलेक्सन गरिसकेपछि जे चिज पनि गर्न मिल्छ यसभित्र। सिलेक्सन गरिसकेपछि तपाईँले यसलाई मुभ गर्ने हो कि यहाँबाट ब्रस टुल लिएर चाहिँ बी दबाएर ब्रस टुल लिएर चाहिँ तपाईँले यहाँबाट पेन्ट गर्ने हो कि ब्रसले के गर्छ पेन्ट गर्छ नि हो यसरी पेन्ट गर्ने हो कि हो। अथवा इरेजर टुल लिएर यहाँबाट तपाईँले इरेजरले के गर्ने हो यसरी मेट्ने हो कि यो भित्रको मात्रै हो। सिलेक्सन टुलको काम के हो जस्ट एरिया सिलेक्सन गर्ने हो। त्यसपछि अर्को के छ इलेप्टिकल मार्क्यू टुल भन्ने छ हो कि यो चाहिँ के हो तपाईँको इलेप्टिकल फर्मेटमा चाहिँ सिलेक्सन गर्छ यति हो यसको काम है। इलेप्टिकल फर्मेटमा सिलेक्सन गर्ने। यदि होइन म इलेप्टिकल फर्मेटमा गर्दिनँ मलाई सर्कल फर्ममा चाहियो गोलो फर्ममा चाहियो भने चाहिँ मैले के गर्छु जस्ट किबोर्डबाट सिफ्ट दबाएँ भने के हुन्छ गोलो भनेर आउँछ। हेर्नुहोस् त सिलेक्सन हाम्रो के भयो गोलो सिलेक्सन भइरहेको छ यहाँ हो। यसरी नै मैले रेक्टेंगल मार्क्यू टुलमा पनि के गरेँ सिफ्टसँग क्लिक गरेर मैले यसरी ड्र्याग गरेँ भने क्लिक गरेर ड्र्याग गरेँ भने के हुन्छ तपाईँको स्क्वायर फर्ममा सिलेक्सन भइरहेछ। हेर्नु त स्क्वायर फर्ममा हो। चार लम्बाइ चौडाइ चाहिँ के छ बराबर छ हो। यसै गरी अर्को के छ सिंगल रो मार्क्यू टुल भन्ने चाहिँ यो चाहिँ खासै हामीले त्यति युज गरे हुँदैन। त्यही पनि कुनै पनि एउटा पिक्सलको लाइनलाई हो तपाईँले जुम गरेर हेर्नुहोस् कन्ट्रोल प्लस स्पेस दबाएर माउस क्लिक गरेर ड्र्याग गर्नुहोस् होइन तपाईँको यहाँ चाहिँ हरेक पिक्चरहरू चाहिँ पिक्सल 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 मिलेर बनेको हुन्छ। त्यो एउटा पिक्सलको लाइनलाई चाहिँ सिलेक्सन गर्ने काम के गर्छ यसले सिंगल रो मार्क्यू टुलले गर्छ हो। त्यसै गरी अर्को के छ सिंगल कोलम मार्क्यू टुल हो। एउटा पिक्सलको लाइन एकचोटि क्लिक गरिदिनुहोस् त्यो लाइनमा चाहिँ केले के गर्छ तलदेखि माथिसम्म सिलेक्सन गर्छ हो। खासै त्यति धेरै युजफुल त होइन भए पनि अब रेक्टेंगल मार्क्यू टुल इलेप्टिकल मार्क्यू टुलको चाहिँ तपाईँहरूले सम्झिनु पर्यो। यिनीहरू दुईवटा भनेको चाहिँ सिलेक्सन टुल हो सिलेक्ट गर्ने स्क्वायरमा सिलेक्ट गर्ने हो कि रेक्टेंगलमा सिलेक्ट गर्ने हो कि इलेप्टिकल सेपमा सिलेक्ट गर्ने हो कि सर्कलमा सिलेक्ट गर्ने हो तपाईँले यहाँबाट सिलेक्ट गर्न पाउनुभयो।